Hello everyone, welcome back to my channel. I'm back with the next video. यस भिडियोमा म तपाईहरुलाई Google ID को पासवर्ड कसरी चेन्ज गर्ने भन्ने विषयमा जानकारी दिन गइरहेको छु। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिन नभुल्नु होला। यदि भिडियो मन पर्छ भने च्यानललाई सब्स्क्राइब का साथै लाइक गर्न पनि नभुल्नु होला। नाउ लेट्स स्टार्ट द भिडियो। सर्वप्रथम त तपाई Google मा जानुहोस्। Google मा गइसक्नु भयो भने Google को आईडी को आइकनमा क्लिक गर्नुहोस्। त्यहाँ गइसक्नु भयो भने तपाई Google अकाउन्टमा क्लिक गर्नुहोस्। Google अकाउन्टमा क्लिक गरिसकेपछि यसलाई थोरै यता सारी सिक्युरिटी अप्सनमा जानुहोस् र थोरै तल स्क्रोल गर्नुहोस् र पासवर्ड अप्सनमा जानुहोस्। पासवर्ड अप्सनमा गइसक्नु भयो भने यहाँ तपाईले यस्तो प्रकारको अप्सन खुल्छ र यसमा तपाईले आफ्नो मोबाइलको पिन, पासवर्ड, प्याटर्न, स्क्रिन लक जे छ त्यही राख्न सक्नुहुन्छ। यदि फिंगरप्रिन्ट छ भने फिंगरप्रिन्ट युज गरेर पनि तपाई अगाडि बढ्न सक्नुहुन्छ। मैले चाहिँ मेरो यहाँ फिंगरप्रिन्ट युज गरेर अगाडि बढिसकेको छु र यहाँ म पासवर्ड राख्न गइरहेको छु। यहाँ म पासवर्ड यस प्रकारको राख्छु र अन्त्यमा यो पासवर्ड चेन्ज भन्ने बटनमा क्लिक गरेर म मेरो Google आईडी को पासवर्ड चेन्ज गरे र तपाईले पनि यहाँ चेन्ज पासवर्डमा क्लिक गरेर आफ्नो Google को पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ। साथै अन्तिममा भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न नभुल्नु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न पनि नभुल्नु होला र यदि मेरो भिडियोमा कुनै इश्यूजहरु फेला पार्नु भयो भने कृपया कमेन्ट गर्न पनि नभुल्नु होला। Now let's goodbye. Okay, I will see you in another video.